म्यामिलियन हार्टमा डबल सर्कुलेसन हुन्छ, द्याट मिन्स ब्लड चाहिँ दुईचोटि चाहिँ हार्टबाट पास हुन्छ बिफोर पम्पिङ टु भेरियस बडी पार्ट्स होइन। सो अब हाम्रो डबल सर्कुलेसन भनेको फर्स्ट अफ अल राइट अरिकलदेखि राइट भेन्ट्रिकलदेखि लङ्स, लङ्सदेखि लेफ्ट अरिकल र लेफ्ट अरिकलदेखि राइट भेन्ट्रिकल, यसरी यहाँदेखि यहाँ एउटा र यहाँ चाहिँ दुईवटा सर्कुलेसन भएन हो। सो एउटा हुन्छ सिस्टमिक सर्कुलेसन र एउटा हुन्छ पल्मोनरी सर्कुलेसन। सिस्टमिक सर्कुलेसनमा के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो फर्स्ट अफ अल अक्सिजनेटेड ब्लड जुन छ त्यो चाहिँ अब हाम्रो लेफ्ट भेन्ट्रिकलदेखि भेरियस बडी पार्ट्समा जान्छ, त्यहाँ गएर चाहिँ ग्यासियस एक्सचेन्ज हुन्छ अक्सिजन र CO2 को, र त्यहाँबाट चाहिँ डिअक्सिजनेटेड ब्लड रिसिभ हुन्छ टु दि राइट अरिकल। यसलाई चाहिँ हामीले सिस्टमिक सर्कुलेसन भन्ने गरिन्छ, फिगरमा हेर्न सकिन्छ। र पल्मोनरी सर्कुलेसनमा के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो डिअक्सिजनेटेड ब्लड जुन राइट भेन्ट्रिकलमा हुन्छ त्यो चाहिँ जान्छ हाम्रो लङ्समा, त्यहाँ गएर अक्सिजनेसन प्रोसेस हुन्छ र त्यहाँबाट अक्सिजनेटेड ब्लड चाहिँ के आउँछ लेफ्ट अरिकलमा आउँछ, फिगरमा हेर्न सकिन्छ। सो क्वेसनको कुरा पर्दाखेरि चाहिँ अब हाम्रो कुन भेनले क्यारी गर्छ प्योर ब्लड भनेको छ। सो भेनले युजुअली क्यारी गर्ने भनेको इम्प्योर ब्लड हो र हाम्रो आर्टेरीले क्यारी गर्ने भनेको प्योर ब्लड हो। तर यस्तो भेन छ जसले चाहिँ प्योर ब्लड क्यारी गर्छ, त्यसलाई हामीले पल्मोनरी भेन भन्ने गरिन्छ। त्यस्तै गरी एउटा आर्टेरी छ जसले चाहिँ इम्प्योर ब्लड क्यारी गर्छ, त्यसलाई हामीले के भन्ने गरिन्छ पल्मोनरी आर्टेरी भन्ने गरिन्छ है त न। सो यसको एन्सर भनेको पल्मोनरी भेन भइहाल्यो। सो पल्मोनरी भेन चाहिँ यो ए नम्बरको चाहिँ के हो हाम्रो यो पल्मोनरी भेन भयो त न। सो सेकेन्ड नम्बरमा सोधेको छ डीदेखि ईमा चाहिँ किन ब्लड जान्छ, के को लागि जान्छ भन्दाखेरि यो चाहिँ अक्सिजनेसन प्रोसेसको लागि जान्छ। सो हाम्रो यो डिअक्सिजनेटेड ब्लड चाहिँ लङ्समा जान्छ हाम्रो अक्सिजनेटेड ब्लडमा कन्भर्ट हुनको लागि। सो फ्लो अफ ब्लड बिट्विन एफ र जीलाई के भन्ने गरिन्छ भन्दाखेरि चाहिँ यो हाम्रो एफ भनेको हार्टदेखि यो जी भनेको बडी पार्ट्सलाई हामीले सिस्टमिक सर्कुलेसन भन्ने गरिन्छ। यो चाहिँ हाम्रो भेना काभा भइ नै हाल्यो, जसले चाहिँ भेरियस पार्ट अफ द बडीबाट चाहिँ हाम्रो डिअक्सिजनेटेड ब्लड चाहिँ हाम्रो राइट अरिकलमा चाहिँ लिएर आउँछ है त न। अब सर हेर्छौँ भने सो यो एउटा बडी हो, बडीबाट चाहिँ हाम्रो डिअक्सिजनेटेड ब्लड भेना काभाले राइट अरिकलमा ल्याउँछ, राइट अरिकलबाट हाम्रो राइट भेन्ट्रिकलमा जान्छ र राइट भेन्ट्रिकलबाट चाहिँ यो ब्लड चाहिँ हाम्रो पल्मोनरी आर्टेरीले लङ्समा लैजान्छ अक्सिजनेसनको लागि, र त्यहाँबाट चाहिँ त्यो अक्सिजनेसन भइसकेपछि जुन अक्सिजनेटेड ब्लड चाहिँ हाम्रो पल्मोनरी भेनले लेफ्ट अरिकलमा ल्याउँछ र लेफ्ट अरिकलबाट लेफ्ट भेन्ट्रिकल र त्यहाँबाट चाहिँ एउटाको थ्रुबाट भेरियस बडी पार्ट्समा जान्छ र यो साइकल चाहिँ कन्टिन्यू हुन्छ। Follow for more such contents.